यहाँ क्वेसनले चाहिँ हाउ डु यु अब्टेन प्रोपेन टु अल फ्रम ग्रिग्नार्ड रिएजेन्ट भनेको छ। हामीले ग्रिग्नार्ड रिएजेन्ट भनेको चाहिँ आज हामी CH3 MgBr युज गर्छौँ। यसलाई चाहिँ हामीले इथेनल भनेको अल्डिहाइडसँग CH3CHO लाई चाहिँ ड्राई इथरको प्रेजेन्समा चाहिँ हामीले ट्रिट गरियो भने चाहिँ यहाँनिर पाउन सक्छौँ CH3CH OMgBr र यता पाउँछौँ CH3। यो चाहिँ यहाँनिर गएर बस्छ। अनि अब यसैलाई चाहिँ एसिडिक हाइड्रोलाइसिस गरियो भने चाहिँ हामीले CH3CHOH CH3 पाउन सक्छौँ। यो चाहिँ कसरी भयो भनेदेखि यहाँनिर चाहिँ HOH हुन्छ एउटा, अनि यहाँनिर प्लसमा के आउँछ भने MgOH आउँछ। यो OH चाहिँ यो MgBrसँग OH गयो, रह्यो H, यो H चाहिँ अनि त्यसको ठाउँमा गएर रिप्लेस गरेर यो OH बनाएर PaN2 अल बनायो।